ल हेर्नुहोस्, यो चाहिँ विजयपुरको मेन बाटो भयो, मेन हाइवे हैन। हाम्रो जग्गा चाहिँ यसैबाट सिधै हिँडेर अलिकति भित्री साइडमा हैन भित्र जानुपर्छ। यो मेन बाटो भयो, यहाँबाट यी भवानी मार्गबाट सट्ट भित्री साइडमा छिर्नुपर्छ। फेरि अलिकति हिँड्नुपर्छ हैन, भित्री साइडमा छ। अलिकति माथि हिँड्दै हिँड्दै जस बाटो चाहिँ पिच भइरहेको छ, बाटो चाहिँ राम्रो छ। यही बाटो हुँदै अलिकति माथि माथि पुग्नुपर्छ हैन। त्यो ठाउँलाई कन्दनी डाँडा भन्छ हैन सर? हजुर हजुर, कन्दनी डाँडा भन्छ त्यो जग्गालाई हैन? हजुर, राम्रो छ यहाँ जे होस्। यी हजुरहरूले म बोल्नुभन्दा पनि यी पृष्ठभूमिमा सबै देखिरहनु भएको छ ब्याकग्राउन्डमा हैन। साथीहरूले सर्लक्क अहिले त धेरै बस्ती बसिसकेको छ, अहिले त राम्रो छ। म हजुरहरूलाई देखाउँदै जानेछु है त। हामी अझै हिँड्दैछौँ हैन, अझै हामी जस थोरै यो बाटो स्कुटी हैन केही साधनमा हिँड्नलाई त त्यति टाढा छैन। हामी पैदल हिँडिरहेको भएर थोरै लामो बाटो लागेको हामीलाई। अझै आउँदैछ। वरिपरि सबै धान बाक्का बालाहरू झुलिरहेका छन् हैन। धान म चाहिँ हेर्नलाई हिँडिरहेको छु। पोहोर पनि आएको थिएँ एकचोटि, अहिले पनि हेर्नलाई आइरहेको छु। यो मेन बाटो हुँदै हामी अघि आयौँ। यो फेरि भित्री बाटो हेर्नुहोस्, भित्री बाटो पनि निकै राम्रो फराकिलो बनिरहेको छ। यहाँ घरहरू प्रशस्तै छन्, बिचबिचमा खेतीबाली पनि लगाइरहनु भएको छ हैन। माथि भित्तामा के घर बनाउन लागेको जस्तो छ नि, अनि त्यहीँनिर जानु पुग्नुपर्ने हुन्छ। माथि भित्तामा पछाडि यहाँ एउटा नयाँ घर बन्न लागेको छ। हेर्नुहोस्, त्यही ठाउँको जग्गामा अब चाहिँ हामी हाम्रै जग्गामा आइपुगेका छौँ है त। यही नै रहेको छ जग्गा। गत वर्षमा त नयाँ प्लटिङ भएर अलि छ्याङ्ग देखिएको थियो हैन। अहिले त पुरै झार उम्रेर घाँस पात यस्तो भएर चाहिँ अहिले त दोहोरो बाटो छ। यता पनि यस्तो बाटो छ, यता पनि यस्तो बाटो छ हैन। बाटो चाहिँ खुल्ला छ। हाम्रो जग्गा चाहिँ यहाँनिर रहेको छ। सरले हेर्दै हुनुहुन्छ। अहिले चाहिँ घाँस उम्रेर घाँसले घेरिरहेको छ। यतापट्टि पनि छन्। यही नै रहेको छ हाम्रो जग्गाको एरिया। यो यता दोहोरो बाटो हो, दोहोरो मोडा छ। पारी पारी त्यही नजिकै ठुल्ठुलो रिसोर्टहरू बन्दै रहेको रहेछ अहिले। अहिले चाहिँ घाँस उम्रेर जग्गा यस्तो भइरहेको।